उनीहरू नागरिकता नै नराख्ने डिजाइनमा छन्, अर्थात नागरिकताको विकल्पमा राष्ट्रिय परिचय पत्र बाँडेर नागरिकता अन्त्य गर्ने बाटोमा राज्य गइसकेको छ। अब तपाईलाई लाग्न सक्छ, आखिर यो राष्ट्रिय परिचय पत्र र नागरिकता बीच के फरक छ त? अनि नागरिकता प्रमाणपत्र अहिले आएर किन खारेज गर्नु पर्यो? नागरिकता हुँदा उनीहरूलाई किन टाउको दुख्यो? सबैभन्दा पहिला त्यसको भाषामा नै जाउँ। हामीले नागरिकतालाई प्रमाणपत्रका रूपमा बुझिरहेका छौं। यसको अर्थ नेपाली नागरिक हुनुको प्रमाण हो। तर अहिले नागरिकताको विकल्प भनेर जुन कार्ड वितरण गरिएको छ त्यो परिचय पत्र हो, प्रमाणपत्र होइन। नेपालमा छ भन्ने उसको परिचय मात्रै हो, उसको हुलिया खुल्ने पत्र मात्रै हो, नेपाली हुनुको प्रमाणपत्र होइन। मतलब यति बेला वास्तविक नेपाली नागरिक र नेपालमा भएका विदेशीहरूलाई एउटै परिचय पत्रमा बाँध्न खोजिँदैछ। त्यही दिशातर्फ देश अघि बढ़िरहेको छ। सीधा भाषामा भन्नुपर्दा नेपालीहरू विदेशिएर खाली भएको स्थान विभिन्न बहानामा विदेशीले भर्ने स्थितिमा देश पुगिसकेको छ। भोलिका दिनमा स्वतन्त्र तिब्बतका लागि लड्ने फौज तयार गर्ने रणनीति अनुसार त्यस्तो गम्भीर खेल भइरहेको छ।